नेपालमा जब कुनै काम सुरु हुन्छ, सडक बनाउने, नाला बनाउने, खानेपानी पाइप राख्ने, त्यसै बेला झगडा सुरु हुन्छ। कोही भन्छ यो बाटो मेरो हो, कोही भन्छ यो काम चाहिँ गलत छ। तर सोध्न मन लाग्छ, विकास रोक्ने हो भने अघि कसरी बढ्ने? म पनि साइटमा काम गर्ने मान्छे हुँ। ससानो मिसअन्डरस्ट्यान्डिङले कसरी काम रोक्छ मैले आफै देखेको छु। नेपालका धेरै ठाउँमा एउटा काम सुरु हुनासाथ लोकल लेभलमा विवाद हुन्छ, किनभने हाम्रा बीच कम्युनिकेसन छैन। इन्जिनियर, कन्ट्र्याक्टर, वार्ड अफिस, जनता सबै आफ्नो कुरा मात्र सुनाउँछौँ, अरूको कुरा बुझ्दैनौँ। एक दिनको काम रोकिँदा प्रोजेक्टले हजारौँ घाटा खान्छ, अनि त्यो घाटा अन्ततः हामी सबैको करबाट पुरा हुन्छ। हामी अझै पनि प्रोजेक्टलाई सरकारको काम मात्र ठान्छौँ, तर त्यो त हाम्रो काम हो। इन्जिनियर र कन्ट्र्याक्टरले काम गर्छन्, तर फाइदा हाम्रो समुदायले पाउँछ। कसैले भन्न सक्छ हामीलाई कसैले बताएन, तर कहिलेकाहीँ हाम्रो पनि जिम्मेवारी हुन्छ कुरा बुझ्ने, सहयोग गर्ने र प्रोजेक्ट सफल बनाउन। जब काम सुरु हुन्छ, हाम्रो सानो सहयोगले धेरै फरक पार्छ। केवल 5 मिनेटको सहकार्यले 1 महिनाको प्रोजेक्ट बचाउन सकिन्छ। सडक, नाला, खानेपानी, पुल यी सबै हाम्रो सुविधा हो। यो हाम्रो गाउँ, हाम्रो सहर, हाम्रो देश हो। डेभलपमेन्ट रोकिन्छ भने ब्लेम गर्नु सजिलो छ, तर साथ दिनु त्यो हाम्रो नागरिक दायित्व हो। हामी सबैले ससाना बानी बदलेर ठुलो परिवर्तन ल्याउन सक्छौँ। यो भिडियो तपाईलाई मन पर्यो भने शेयर गर्न नबिर्सनुहोस्। सन्देश फैलाऊँ, झगडा होइन, सहयोग बढाऊँ।